हामीहरूले चाहिँ चोया राख्दाखेरि चाहिँ यसरी 4-4वटा राख्नुपर्छ। अनि कत्रो बनाउने हो त्यही अनुसारको चाहिँ यो भाग चाहिँ राख्नुपर्छ। चोयाको पनि हुन्छ यो डोको चाहिँ, तर मैले यो बाँसबाट चाहिँ बनाउनु भएको हो। यो बाँस निहाल्दाखेरि चाहिँ बराबर बनाएर चाहिँ कलाउनुपर्छ, तल्याउनुपर्छ है। अनि ट्याक्कै आँखा हुन्छ नि त, यो आँखा ट्याक्कै बराबरमा आउँछ। यो बाँसलाई काटेर यसरी चाहिँ यहाँ राख्नुपर्ने हुन्छ है। यहाँ भित्रबाट कोचेर यसलाई चाहिँ हामी यहाँ राख्नुपर्ने हुन्छ है। सुरुवा राख्नुपर्ने हुन्छ यसो है बुन्नलाई। यति बुनियो है अहिलेसम्म। 3 चरणमा पुगिसकेको छ है डोको। अब एकछिनपछि डोको चाहिँ तयार भइसक्यो है तरकारी बोक्नलाई है, बजारसम्म लानलाई डोको तयार भइसक्यो।